यस्तो बेलामा तिमी यहाँ तिम्रो अहिले यो बेला भनेको त पढ्ने लेख्ने भविष्यको बारेमा केही सोच्ने बेला हो म पढ्ने भनेरै आएको कोरियन ल्याङ्ग्वेज पढ्छु तुलसीपुरमा भनेर घरबाट निस्केँ र काठमाडौँ आएँ एकजना साथीकोमा बस्थेँ हप्ता दिनसम्म त ठिकै थियो त्यसपछि उसको व्यवहार पनि ठिक लाग्न छोड्यो हिजो अस्ति बाटोमा हिँड्दै थिएँ साउनी आन्टीलाई भेटेँ एउटा होटेलमा काम गर त्यही पढ भन्नुभयो मैले हुन्छ भने तर आज नरो तिमीले केही पनि पिर्न हो र भगवानले पनि विदेशबाट तिमीलाई नै सहयोग गर्न पठा जस्तो भएछ तिमी केही पनि पिर्न मानौ तिमीलाई म सहयोग गर्छु भन मैले तिमीलाई कस्तो सहयोग गर्नु पर्यो मलाई जसरी हुन्छ यहाँबाट निकाल्दिनु पर्यो तिमी न त तिमीलाई यहाँबाट निकाल्ने काम मेरो हो म जसरी हुन्छ तिमीलाई यहाँबाट मुक्त गराएरै छाड्छु म हेल्प गर्छु तिमीलाई टेन्सन न म्याम त्यसले मेरो जिन्दगी पनि तहस नहस बनाइदिए घरमा बुढा बाआमा छन् कोरिया जान्छु भनेर गाउँबाट चिनो सपना बोकेर आएको कोठीको बास बनाइदिए त्यसले त्यति मात्र होइन वेश्यावृत्ति पनि गर्छु म्याम गाउँका सोझा साझा युवतीहरूलाई धेरै पैसा कमाउने राम्रो देश पठाउँछु भनेर लोभ देखाएर जबरजस्ती यौन धन्दा गराउँछ त्यति मात्र होइन आफ्नो होटेलमा गुन्डाहरू पालेर ताक धम्की दिन लगाउँछ त्यहाँभित्र एकपटक छिरिसकेपछि त्यहाँबाट बाहिर निस्किन धेरै गाह्रो पर्छ बिन्ती गर्छु म्याम म जस्तो धेरै चेलीबेटीहरूको जिन्दगी त्यसले नर्क बनाइदिएकी छे ठिक छ बहिनी तपाईँ नआत्तिनुहोस् तपाईलाई कस्तो सहयोग गर्नुपर्छ त्यो हामी गर्नेछौँ तपाईलाई कानुन बमोजिम न्याय दिलाउन प्रहरी तपाईको साथमा छ त्यसरी नआत्तिनु होला है त सन्तोषी कार्कीको सम्पूर्ण विवरण रिपोर्ट गर्नुहोस् र उहाँलाई पक्राउ गर्न तपाईको टोली परिचालन गर्नुहोस्